म त यो सरकार सफल होस् भन्ने लाइनमा छु। यो सरकार सफल हुँदा मेरो देश सफल हुन्छ, मेरो देश सफल हुँदाखेरि म पनि सफल हुन्छु होइन। 5 वर्षसम्म यो देश के अरे तपाईँको चलाउने सरकार असफल भयो भने 5 वर्षसम्म हामी ब्याक रहन्छौँ। छिमेकी मुलुकहरूले हामीले 5 वर्षमा कहाँदेखि कहाँ छोड्छ। हामीले के थोक गर्छौँ भनेर भने होला होइन। साझा एजेन्डा बनाउनु सक्नुपर्छ सरकारले। हामीले भनेको कुराले गम्भीर भएर मैले कति घरि 33 बुँदै लेखेर दिन्छु, घरि तपाईँको 41 बुँदै लेखेर दिन्छु, घरि फोन गरेर भन्छु, घरि भेट्न गाह्रो भने यत्रो भनिरहेको छु मैले। किन बल गरेको त भन्दाखेरि चाहिँ सफल हुन् क्या साथीहरू। शिक्षामा के गर्ने, स्वास्थ्यमा के गर्ने, कृषिमा के गर्ने, वी हेभ लट अफ आइडिया होइन। त्यो कुरा हामी उहाँहरूलाई दिइराखेका छौँ, तर उहाँहरूले त्यो लिनु खोज्नु भएको छैन। मैले के भने पहिलो सदनमै सदनको बैठक नराख्ने होइन, हामीलाई भेट्न आउनु भन्नुभयो प्रधानमन्त्रीजीले, हामी त गएनौँ भेट्न। अनि मैले एकहोरो पेले गरिसकेपछि बल्ल बल्ल सदन बोलाउनु भयो। त्यसमा पनि तपाईँलाई के भन्यो भने बोलाएको त हो, त्यो समस्याहरू पनि सुनिन्थ्यो, समाधान पनि निस्किन्थ्यो, तर प्रधानमन्त्रीले बोलाउँदै नगएपछि कसरी त्यो ठाउँको समस्या समेटिन्छ? सदनको बैठक पहिलो खोलेपछि मात्रै हामी भ्यालिड हुन्छौँ क्या, त्यो चिज हो नि त। त्यो गरेकै छैन होइन। सदनको पहिलो बैठक सम्बोधनै भएको छैन। प्रधानमन्त्रीज्यूले वास्तवमा सबैलाई सम्बोधन गर्नु पर्थ्यो, हो किन भन्नु त होइन। पहिलो सदनमै उहाँले बोल्नु पर्थ्यो, धेरै होइन। हामी बोल्छौँ 2 घन्टा 3 घन्टा, एक दिन के अरे लगातार 6 महिना पनि बोल्न सक्छौँ हामी त त्यो प्र्याक्टिस छ। तर उहाँ बोल्नुहुन्न होइन। हामी जति बोल्नै पर्छ भन्ने पनि छैन, तर 5 मिनट त बोल्नु पर्थ्यो होइन। सबैलाई ल यसरी जाउँ, यस्तो वेलकम छ, यो छ भनेर उहाँले होइन गर्नु पर्थ्यो नि त प्रधानमन्त्री भएपछि। खोइ त त्यो पनि आएन होइन। अनि मैले त्यो पहिलो सदनमै भनेको थिएँ, सुकुम्बासीको घरमा जबरजस्ती डोजर चलाउने होइन, त्यतिखेरै भनेको थिएँ है। टेबल गरेँ मैले त्यो फाइल। व्यवस्थापन गरौँ सुरुमा, त्यसपछि होइन कसलाई विस्थापन गर्नुपर्ने, कसलाई संरक्षण गर्नुपर्ने। त्यहाँ त 2 खालको मान्छे छ क्या सुकुम्बासी बस्तीमा। एउटा गरिब छन्, अर्को चाहिँ भाडा लगाएर खाने छन्। त्यो भाडा लगाएर खाने मान्छेलाई चाहिँ पनिस गरौँ, त्यसलाई त गरौँ न, त्यसमा त म पनि छु त। तर सुन्नुभयो नि, जो मान्छे त गरिब छ नि त, त्यो पनि त छ त त्यहाँभित्र त। त्यो मान्छेहरूलाई चाहिँ व्यवस्थापन गरौँ, त्यसरी चाहिँ अगाडि बढौँ है भनेर मैले त लेखेर दिएको पहिलो बैठकमा। त्यो त खोइ त सुन्नु। लामो बुदा पेश गर्नुभएको थियो त्यहाँ है, के भयो सुनवाई भयो त? भएको भए यस्तो हुन्थ्यो त। मैले दिएको सल्लाह सुझावलाई उहाँहरूले लिनुभएको भए त्यतिखेर आज बालन के अरे सरकार राजीनामा दिए भन्ने नारा गुन्जिँदै थियो त? गुन्जिँदैन थियो। आउने दिनमा फेरि सरकारले 1 महिना भएको छैन राजीनामा दिए भनेर चाहिँ के अरे जनता सडकमा आइसक्यो भनिसकेपछि सङ्केत के गर्यो त्यसले? सङ्केत ठिक आएन होइन त? हो।